र नो पार्किङको बोर्ड तल नै पार्किङ गरिन्छ, त्यो पनि गलत कुरा हो। नमस्कार साथीहरू, यति बेला म मालपोत चोकमा छु। मालपोत चोकको समस्या हामीले हिजो पनि देखाएका थियौँ। यही विषयमा हामीले ट्राफिक कार्यालयमा गएर पनि कुरा गर्यौं। फुटपाथमा पार्किङ गरिन्छ अनि बाटोमा दुईटा लेयर बनाएर पनि कतिपय समयमा 2 लेयरको गाडी राखेर पार्किङ गरिन्छ, त्यो पनि एक हिसाबले गलत कुरा हो। आज हामीले यहाँ मालपोत कार्यालय प्रमुखसँग पनि गएर कुरा गर्यौं। हिजो ट्राफिक कार्यालयमा पनि कुरा गरेका थियौँ। पार्किङलाई व्यवस्थित बनाउनका लागि मालपोत भित्रै हामीले ठाउँ बनाउन सक्छौँ। यहाँ मालपोत भित्र केही नभए पनि 300 सम्म साधन, सवारी साधन, बाइक, स्कुटर अड्ने ठाउँ छन्, जसलाई व्यवस्थित गरेर हामीले राखियो भने त्यो एकदमै राम्रो हुन सक्छ। त्यहाँभित्र कवाडी, जुन जेनजी आन्दोलनका क्रममा जलेका, फुटेका, भत्काइएका कवाडीका सामानहरू अस्तव्यस्त तरिकाले राखिएको छ। त्यही कुरालाई कतै स्थानान्तरण गर्ने अथवा लिलामी गरेर कवाडीलाई बेच्ने हो भने त्यहाँ मात्रै पनि केही नभए पनि 20-30 वटा साधन अट्न सक्छन्। र यहाँ एउटा श्रेष्ठताको बिल्डिङ र पुरानो बिल्डिङ जलेको अवस्थामा छ। यही जीर्ण अवस्थामा रहेको यो बिल्डिङहरूलाई चाहिँ हामीले भत्काउने हो भने यहाँ मात्रै पनि 100 वटा भन्दा बढी साधन अट्न सक्छ, जसले गर्दाखेरि यो फुटपाथमा हामीले पार्किङ गर्नुपर्ने कारण नै देख्दिनँ म। र यहाँ पैदल यात्रीलाई डिस्टर्ब किन गराउने? यो फुटपाथ पैदल यात्रीको लागि बनाइएको हो भने पैदल यात्री हिँड्न पाउनुपर्छ, न कि यसरी बाइक पार्किङ गर्नको लागि। अर्को कुरो, नो पार्किङको बोर्ड यदि राखिएको छ भने त्यहाँ यदि त्यो ठाउँ नो पार्किङकै लागि हो भने त्यहाँ यदि पार्किङ गर्नेहरूको गाडीमा हुइल्लक लगाउने हो कि जरिवाना ठोक्ने हो, त्यो गर्नु पर्यो। यदि होइन यहाँ पार्किङकै लागि हामीले व्यवस्थापन गरेका हौँ, एक साइड वान साइड पार्किङ गराउँछौँ भन्ने हो भने त्यो नो पार्किङको बोर्ड हटाएर पार्किङ भनेर चाहिँ राखिदिनु पर्यो, जसले गर्दाखेरि एउटा नजिर स्थापित नहोस् कि नो पार्किङको तल पनि पार्किङ गर्न पाइन्छ। यहाँको कार्यालय प्रमुखले पनि भित्र नै पार्किङको व्यवस्थापन गर्नको लागि समन्वय गरिराख्नु भएको छ। मलाई आशा छ अब भने यहाँ दुईपट्टि जुन स्पेस छ यो भित्र नै लाइनिङ गराएर पार्किङ गराउनुहुन्छ। हामीले पनि त्यही किसिमको सुझाव दिएर आएका छौँ। र यदि यहाँ कुनै सेक्युरिटी छैन या कोही प्रहरी आएर बस्न भ्याउनुहुन्न भने यहाँ आउने हरेक सेवाग्राहीले पनि बुझिदिनुपर्छ, हजुरहरूले आफ्नो रिस्कमा पार्क गर्ने हो। हेलमेटको आफै चाहिँ सुरक्षित साथ राख्ने कुरा पनि तपाईँ आफैले चाहिँ ध्यान पुर्याउनु पर्छ। र अर्को कुरो, बाहिर फुटपाथमा पार्किङ गरिदिनु हुँदैन, यहीँ भित्र राम्रोसँग व्यवस्थित गरेर पार्किङ बन्नेवाला छ, बन्छ पनि। र आशा छ अब भने यहाँको कार्यालय प्रमुखले पनि बुझिसक्नु भएको छ कि पैदल यात्रीको लागि बनाइएको फुटपाथ पैदल यात्रीको लागि मात्रै प्रयोग हुने हो र यहीँ भित्र पार्किङको व्यवस्था चाहिँ अब छिटै नै हुन्छ। धन्यवाद।